हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी ब्लग। र आजको मेरो मिनी ब्लग चाहिँ मेरो छोरीबाट हुँदैछ गाइस। यता चाहिँ म छोरीले चलाउँदै बसिरहेको थिएँ। छोरी चाहिँ खिटका छोरी हाँसिरहेछ। के गरेको हौ छोरीले? छोरीले एक्सर्साइज गरेको? छोरी यता फर्क। ला ला के भयो? ला के भयो छोरीलाई? के भयो? मेरो छोरीले चाहिँ यसरी चलाइबस्यो भने चाहिँ साह्रै नै खुसी भएर हाँसिबस्छ। आजको मौसम चाहिँ हो यस्तो छ, पानी पर्ने जस्तो भइरहेछ। तर पनि पानी धेरै दिन परेर कपडा चाहिँ थुप्रै गरेको कारणले आज पानी परे पनि घाम लागे पनि धोइदिनु पर्यो भनेर हेर्नुहोस् न, एक टो कपडा भिजाइरहेको छु। फाइनली म चाहिँ त आइसकेको छु कपडा धुन भनेर। आज चाहिँ मैले सोचिसकेको छु घाम लागे पनि नलागे पनि कपडा धेरै छर्छु भनेर। त्यही भएर म यतिखेर कपडा धुनु पनि थालिसकेँ गाइस। गाइस फाइनली म चाहिँ आइसकेको छु यहाँ कपडा सुकाउनु। हेर्नु सक्नुहुन्छ बाल्टिङमा खादी लिएर आएकी छु। यता चाहिँ म कपडा सुकाउनु पनि थालिसकेँ। आजको भ्यू पनि हेर्नुहोस् न, पानी पर्ने जस्तै भइरहेछ। घाम लाग्नेको त नामै लिएको छैन। गाइस मैले चाहिँ फाइनली कपडा सुकाइसकेको छु अहिले। र घाम नलागे पनि यहाँ हावाले भए पनि सुक्छ भनेर धोइदिएर हेर्नु सक्नुहुन्छ बादलले घाम छेलेको छ। घाम चाहिँ छैन है। सो फाइनली मेरो चाहिँ यता पार्सल आइसकेको। कति दियो पैसा? मलाई एकखेप देखाउनु। पार्सलमा चाहिँ के आयो भन्दाखेरि हेर्नुहोस् है गाइस, म चाहिँ तपाईँहरूलाई अनबक्सिङ गरेर देखाउने छु अहिले। हेरौँ त, दाब्नु भयो कि हेरौँ त। र यहाँ हेर्नु सक्नुहुन्छ 6 पिस मैले चाहिँ मङ्गलसूत्र अर्डर गरेकी थिएँ र आज आइपुग्यो फाइनली। र यतातिर चाहिँ अर्को एउटा पार्सल पनि छ।